छ जीवन उमेर छँदै गरौँ घरे जाऊँ रातो छ जीवन छोटो छ जीवन उमेर छँदै गरौँ घरे जाऊँ तिम्रै माया लाग्छ बढीलाई सोलिटी जिउ तिम्रो सोलिटिनीलाई बाँधी राख जुनीभरिलाई सोलिटी जिउ तिम्रो सोलिटिनीलाई बाँधी राख जुनीभरिलाई ख्यालमा हैन पिराती मेरो ल्याइदिन्छु जुगी जान्ने हाँसेर बोल मेरो को छोरा यो मनै बुझिदिने तिम्रै माया लाग्छ बढीलाई सोलिटी जिउ तिम्रो सोलिटिनीलाई बाँधी राख जुनीभरिलाई सोलिटी जिउ तिम्रो सोलिटिनीलाई बाँधी राख जुनीभरिलाई झम्के है साँझ पर्यो है आज मायाको साथैमा फुलबुट्टे चोली लगाई भोलि आउला है मै भेट्न झम्के है साँझ पर्यो है आज मायाको साथैमा फुलबुट्टे चोली लगाई भोलि आउला है मै भेट्न तिम्रै माया लाग्छ बढीलाई नौलो जिउ तिम्रो मनुष्यलाई बाँधी राख जुनीभरिलाई भएको एउटा जाले रुमाल फुल भरेको छैन ओइ भएको एउटा जाले रुमाल फुल भरेको छैन बेलै जान्छौ सानो तिमीले पिरातीमा भएन एहे बरै सालको पाको टपारी हुनी हे बरै नहुनी सल्लाइको तिम्रो माया कति छ कति हे बरै
कहाँ होला र सानो ओइ पानीको रिस गर्ने माछी कहाँ होला र सानो बालीको रिस फुल्ने गरे मैले त के जानु एहे बर जोवन क्यों दे झुनी थोबले सेमु छल्ले छाबे मुरबे लै सारे टीके यो बे जुनेर लदे रहरा टीके यो बे जुनेर लदे रहरा लगायत सम्पूर्ण आँटीघर मौजा नौजे पैकी लामा परिवार र मौजा बासु लामा परिवारको तर्फबाट हजुरहरू सबैलाई स्वागत छ। नारे तुबर मोबा नारे तुबर मोबा हो नारे तुबर मोबा नारे तुबर मोबा पोना पोना मुस्योला नाजिबेले खोबा नाजिबेले खोबा पोना पोना मुस्योला नाजिबेले खोबा नाजिबेले खोबा मुस्योला सिरारी मरै नझलाला Just like you like over
भन्दा छ्याबै मु चोखो जो बन क्यों दे झुमी थो बने से छल्ले छामे बुरबै लै सारे टीके ओ वे तेरे ला तेरा टीके ओ वे तेरे ला तेरा भन्दा छमै
त आइहाल्छ टेन्सन जिन्दगीको के लिन्छौ टेन्सन रात नगई उज्यालो आउँदैन मनको माया धनले पाउँदैन रात नगई उज्यालो आउँदैन मनको माया धनले पाउँदैन टिकी र चुरा लगाइदिउँला गलैमा माला लगाइदिउँला तिमीले हुन्छ भने त घरैमा माग्न आइदिउँला लेखेको भाग्य चाहिन्छ देखेको कुरा हुँदैन सपना मात्र देखेर हाम्रो यो आज सम्पन्न हुन गइरहेको यो नव दम्पति बाबु र नानीको यो शुभ विवाहमा उपस्थित हुनुभएका सम्पूर्ण इष्टमित्र सबै आफन्तजनहरूलाई पोखरा महानगरपालिका वडा नम्बर 16 सदरमुकाम तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछु हाम्रो गाउँमा साथी मौजा गाउँ हाल पोखरा 16 सगरमाथा टोल निवासी श्री पुष्पराज गुरुङ र आमा किलकुमारी शिव गुरुङको कान्छा सुपुत्र वसन्त गुरुङसँग मधुपर्व सार्वजनिक राती गाउँपालिका वडा नम्बर 7 थाप गाउँ हाल पोखरा 11 नानी पूर्व निवासी बाबा एम प्रसाद गुरुङ र आमा कुमाया गुरुङको कान्छी सुपुत्री सुश्री सपना गुरुङसँग सुसम्पन्न हुन गइरहेको यो शुभ विवाह प्रीति भोज कार्यक्रम एवं यो नव दाम्पत्य जीवनको सफलताको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यो उहाँको जीवन सुखमय रहोस् एकदमै राम्रो होस् अनि राम्रो चाहिँ फलोस् फुलोस् भन्दै यो सगरमाथा टोलमा आएर उहाँहरू हाम्रो एउटा सक्रिय सदस्य हुनुभएको नाताले हाम्रो कृष्णकुमारी दिदीको छोरा जन्म अर्थात् पुष्पराज गुरुङलाई हाम्रो टोल सगरमाथा टोलको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दै यो आफ्नो सुपुत्रको शुभ विवाह कार्यक्रममा निमन्त्रणा गर्नुभएकोमा हाम्रो टोलवासीको तर्फबाट उहाँलाई एउटा सानो मायाको चिनो हामीले तयारी गरेको छौँ यो मायाको चिनो प्रदान गरिदिनुको लागि सगरमाथा टोलका अध्यक्ष श्री प्रेमराज गुरुङज्यूलाई अनुरोध गर्छु त्यहाँबाट दिने एकचोटि दिएको खिचाउँ त्यसपछि ग्रुप खिचाउँला क्या पाउन एउटा सबै ग्रुप खिचाउँ अनि दिनु है त फेरि एउटा है राम्रो आमा पार्टीहरू अगाडि बस्नु हामी नराम्रो बुढा पार्टीहरू उता बस्छ आमा ससुरोबा भाइ
भन्ने अनि कान्छामाले स्पिच दिने है एकदम तपाईँले यो बोल्यो भने बस्ने अनि कान्छामाले स्पिच दिने स्वर्गीय क्याप्टेन नैना सिंह गुरुङ र मेरो माइजू कृष्ण कुमारी गुरुङको छोरा र मेरो बुहारी शिव गुरुङको कान्छो छोरा वसन्त गुरुङ र नातिनी बुहारी सपना गुरुङको यो शुभ विवाह कार्यक्रममा हामी सबै उपस्थित भइसकेको छौँ र यो भोज चलिराखेको छ। हाम्रो नाति
थाका विष्णु गुरुङ गुरुङबाट रु 1000 अहिले भर्खरै मात्रै मामाको छोरा टिकाउने मामाको छोरा थाक परिचौ निवासी श्री तुलराम गुरुज्यूबाट रु 3000 प्रदान गर्नुभएकोलाई उहाँलाई मुरी धन्यवाद छ। भर्खरै मात्रै भूपाल राणा मगर आँटीघरबाट भूपाल राणा मगर आँटीघरबाट रु 500 प्रदान गर्नुभएकोमा उहाँलाई मुरी धन्यवाद। निवासी श्री लालबहादुर गुरुङबाट रु 1000 प्रदान गर्नुभएको। यो
जोडिएका छौ
माइकले दामी गरे नजिक गर्नु सर बस हार्दिक आभार व्यक्त गर्दछौँ। हामी लगभग आजको यो सुखद कार्यक्रमको अन्ततिर आइसकेका छौँ। मेरो आदरणीय दाजु पुष्पराज गुरुङ जङदाई र भाउजू शिवकुमारी गुरुङ, भाउजूको अथेन्टिक नेम मैले खिमकुमारी गुरुङ, उहाँको वास्तविक नाम खिमकुमारी गुरुङ, हामीले शिव भाउजू भनेर चिन्छौँ। धन्यवाद छोरी। आदरणीय दाजु पुष्पराज गुरुङ जङदाई र आदरणीय भाउजू खिमकुमारी गुरुङ एलियाज शिव गुरुङ, दाई भाउजूको प्यारो छोरा कान्छो छोरा वसन्त गुरुङको हाम्रो प्यारी भान्जी मेरो आदरणीय दिदी खुमाया गुरुङ र भेनाजु प्रसाद गुरुङ, एम आई राइट दिदी? गल्ती भने कि है। र हाम्रो माफ गर्नु होला एम प्रसाद गुरुङ भेनाजुको प्यारी कान्छी छोरी भान्जीको सपना गुरुङ है, माफ यो लगभग सुसम्पन्न शुभ विवाहको उपलक्ष्यमा हाम्रो यो सांस्कृतिक कार्यक्रम मनोरञ्जनात्मक कार्यक्रममा जति पनि हाम्रो खुसियालीलाई अझ बढी बढाइदिनु भयो, कार्यक्रमको शोभा बढाइदिनु भयो, यहाँहरू सम्पूर्णलाई परिवारको तर्फबाट र हामी सम्पूर्ण आँटीघर पैङ्गी लामा समाजको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहन्छौँ। र दाई भाउजू घर परिवारबाट दान दक्षिणा दिने क्रममा हामी छौँ। त्यसकारण म यहाँ सहभागी विभिन्न समाजहरू सङ्घ संस्थाहरूबाट म अध्यक्ष वा प्रतिनिधिज्यूलाई बोलाउँछु र यहाँ दाई भाउजू दिदीहरूबाट चाहिँ यहाँहरूले रकम बुझ्नुहुनेछ। सर्वप्रथम हाम्रो दाई हामी संलग्न आदर्श आमा तमु समाज लामगारी रकम प्रदान गर्दै हुनुहुन्छ। हामीलाई 25,100 रुपियाँ प्रदान गर्नुभई समाजलाई सहयोग गर्नुभएको छ। दाई भाउजूप्रति हार्दिक आभार व्यक्त गर्दछु। बसेन भयो भनेको छैन नि। त्यस्तै गरी हाम्रो भाउजू आदरणीय भाउजू खिमकुमारी गुरुङ अर्थात् शिवकुमारी गुरुङको विजयपुर लामछाने दिदीबहिनीहरूलाई उहाँले सोही दरमा रकम प्रदान गर्नुभएको छ। विजयपुर लामछाने दिदीबहिनी समूहका अध्यक्ष वा प्रतिनिधि आइदिन हुनको लागि म हार्दिक अनुरोध गर्दछु। रकम 25,100 प्रदान गर्नुभएको छ। दाई भाउजूलाई धेरै धेरै धन्यवाद। ताली मजाले बजाउनुहोस् है, धन्यवाद। त्यस्तै गरी शोभा बढाइदिनु भएको हाम्रो आँटीघर पैङ्लामा चेलीबेटीहरूको चाहिँ भव्य उपस्थितिले हाम्रो कार्यक्रमको अत्यन्तै शोभा बढाएको हामीले अनुभूति गरेका छौँ। यहाँहरू सम्पूर्णप्रति पनि हार्दिक आभार व्यक्त गर्दै चेलीबेटी आमा समूहको अध्यक्ष सायद हुनुहुन्न होला, गइसक्नु भएको छ। हाम्रो वरिष्ठ आदरणीय दिदी शकुन्तला गुरुङज्यूलाई यो रकम ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। दाई भाउजूले प्रदान गरिसक्नु भएको छ। धेरै धेरै धन्यवाद। यहाँहरू सम्पूर्णलाई अझै धन्यवाद।
त्यस्तै गरी हाम्रो आँटीघर पङ्किलामा आमा समूह हाम्रो छोटो समयमा हाम्रो आदरणीय कान्छी आमा दिलकुमारी गुरुङको अध्यक्षतामा यो नवगठित नै भन्नुपर्छ लगभग 1.5 सालभित्र हामीले 20 लाख प्लस रकम हामीले जम्मा गरिसकेका छौँ। हाम्रो आमाहरू सम्पूर्णको उपस्थितिले यो कार्यक्रममा सुनमा सुगन्ध थपिएको हामीले महसुस गरेका छौँ। आँटीघर पङ्गिलामा आमा समूहकी अध्यक्ष आदरणीय कान्छी आमा दिलकुमारी गुरुङज्यूलाई रकम ग्रहण गरिदिनको लागि म यहाँ अगाडि आमन्त्रण गर्दछु र दाई भाउजूलाई रकम प्रदान गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु भने अध्यक्षज्यूको आज्ञाअनुसार अरू आमाहरू पनि यसमा आइदिनुहोस् भन्नुभएको छ। यहाँहरू सम्पूर्णलाई अनुरोध गर्दछु र दाई भाउजूले सोही दरमा रकम प्रदान गर्नुभएको छ 25,100। दाई भाउजूलाई धेरै धेरै धन्यवाद। सुटुक्क दिने गरेका छौँ, यहाँ हामीले यसलाई सार्वजनिक गर्दैनौँ तर रकम त्यति नै हो 25,100 दाई भाउजूले दिनुभएको छ। त्यसकारण यो रकम हामी आफ्नै परिवार भएको हुनाले हामी आफै व्यवस्थापन गर्छौँ। दाई भाउजूले रकम 25,100 दिनुभएको छ। आदरणीय अध्यक्ष काका गइसक्नु भएको, माफ गर्नुहोला, यहाँ हाम्रो समाजको आदरणीय कोषाध्यक्ष क्याप्टेन हिक्मत बहादुर गुरुङ दाई उपस्थित हुनुहुन्छ। उहाँलाई रकम अहिले नै ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु र दाई भाउजूलाई यो रकम हस्तान्तरण प्रदान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी हाम्रो बाबा आदरणीय कान्छा बाबा सुब्दार टेकबहादुर गुरुङजीको उपस्थितिमा कोषाध्यक्षज्यूले रकम ग्रहण गर्नुभएको छ। फोटो सेसनको लागि धन्यवाद। हेलो हिमालय माविमा रु 5 लाखको अक्षय कोष स्थापना गरेर अहिलेसम्मकै मेरो आदरणीय दाजु इन्द्रकुमार गुरुङज्यूले पनि धेरै वर्ष अगाडि 1 लाख रुपियाँको अक्षय कोष स्थापना गर्नुभएको म सहर्ष पुनः जानकारी गराउन चाहन्छु। अनि दाइले पनि विगत केही वर्ष अगाडि 5 लाखको अक्षय कोष स्थापना गरेर त्यहाँको विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप हरेक वर्ष पुरस्कार दिनुहुन्छ। यस्तै सामाजिक कार्यमा दाइले धेरै ठाउँमा योगदान गर्नुभएको छ। यसै क्रममा मौजा आपतकालीन राहत कोषमा दाइले रकम प्रदान गर्न लाग्नु भएको छ। रकम एक्ज्याक्टली भन्दै रकम 5,100 प्रदान गर्नु, माफ गर्नु होला 25,100, सरी है सबैमा 25,100, मैले 5,000 भने 25,000। संयोजक अथवा अध्यक्ष को हुनुहुन्छ? अध्यक्ष पोखबहादुर गुरुङज्यू, आदरणीय मित्र काका, बुद्ध काका, आदरणीय दाजु इन्द्रकुमार गुरुङ लगायत उहाँहरू सबैलाई यो रकम ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। रु 25,100 सबै समाजलाई दाई भाउजूले सोही दरमा रकम प्रदान गर्नुभएको, सबैलाई बराबर रकम प्रदान गर्नुभएको म सहर्ष यहाँलाई जानकारी गराउँदछु। स्थगित गर्छौँ, यो समाप्त भएको छ। हाम्रो सामूहिक नृत्यमा रकम के कति भयो, फेरि नयाँ रकमदाताहरू पनि यहाँ हुनुहुन्छ। त्यसकारण आदर्श आमा तमु समाजका सचिव आदरणीय खुसीमान गुरुङजीले बाँकी उद्घोषण उहाँले गर्नुहुनेछ। यो 11,100 दुलैको फुपू बिरु गुरुङ रु 1,000, दुलाको फुपू बिरु गुरुङ अर्मला कोट हल लामाचौर बिरु गुरुङ रु 1,000, दुलाको कान्छी फुपू प्रतिमा गुरुङ भुजुङ खोला हाल दीप रु 1,000, ममता गुरुङ दुलाको दिदी घान्द्रुङ हल लामाचौर रु 1,000,
दुलाको मामा माइजू बाजा पाटन हल कमल पोखरी रु 2005। दुलाको बाजुरी मामा विजयपुर डाँडागाउँ हल मिया पाटन रु 1050। डम्बर कुमारी गुरुङ घनश्यामको सासू रु 1000 रुपियाँ। राम कुमारी गुरुङ न्यू रोड पोखरा रु 1000 रुपियाँ। दुलाको बेली कृष्ण कुमारी पुराना गाउँ मौजा हल लामातोर रु 1000 रुपियाँ। स्वागत गरौला दादाजुको शिरमा फुल चढाउला। स्वागत गरौला दादाजुको शिरमा फुल चढाउला। दादाजुको शिरमा फुल चढाउला।
समूहमा उपस्थित हामीलाई सहयोग गर्ने सहयोगदाता पाहुनाहरूलाई हामी धेरै धेरै धन्यवाद टक्राउन चाहन्छौँ र हामी तपाईँहरूले जो सहयोग दिनुभएको छ त्यसलाई हामी सही ठाउँमा सदुपयोग गरेर मात्रै चाहिँ हामी बस्नेछौँ। यसमा हजुरहरूले अन्यथा नलिनुहोला र यो रकम हामीले 4 जनालाई विभाजित गर्दैछौँ। सबभन्दा पहिला हाम्रो आफ्नै समाज आदर्श तमु समाज लामातोर 16, यसै गरी आँटीघर पैलामा आमा समूह, यसै गरी आँटीघर पैलामा चेलीबेटी समूह र विजयपुर डाँडागाउँको दुलाको आमाको दिदी बहिनी समूह 4 जनाले हामीलाई यसलाई 40,000 बाँडेको 122 पर्ने रहेछ र 40,000 हामी 3 उसले लिँदैछौँ र जो बचत भएको 400-500 रुपियाँ हुन्छ त्यो हामी आँटीघर चेलीबेटी समूहलाई सहयोग दिनेछौँ। हामीले चाहिँ तिनटाले चाहिँ 40,000 लिएको छौँ। जति बचत भएको छ त्यो सबै आँटीघर चेलीबेटीज्यूहरूलाई चाहिँ हामी हस्तान्तरण गर्दैछौँ। पैसा हस्तान्तरण अनुरोध गर्दछु र यस डाँडागाउँ दुलाको आमाको दिदीबहिनी समूहको प्रतिनिधि श्री नन्द गुरुङज्यूलाई यो पैसा हस्तान्तरणको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो आदर्श आमा समूह समाजका अध्यक्ष श्री गौलाश्री गुरुङज्यूलाई पनि म पैसा दिनलाई हार्दिक अनुरोध गर्दछु र आँटीघर पैलामा मङ्गलम गरुड ध्वजा मङ्गलम पुण्य कक्ष मङ्गलय तनहरी। हाम्रो कान्छा राजा बुहारी नाति नातिन मेरो बुहारी मेरो छोरी सबैलाई छोरी तपाईँहरूको आज नयाँ भेट भयो है। भेट त आज अब जिम्मेवारीहरू बढ्दै जान्छ। तिमीले शासनलाई खुसाउने, तिमीले तुलेर खुसाउने, भोलि सन्तान मन्तान भयो भने त्यसलाई पनि पाल्नै पर्छ। अब चाहिँ अर्कै ताल भएर हिँड्नुपर्छ है। अब तिमीहरूको यो एक दिन त हामी केही त होला, तर जुनीभरि कसै केही चिजको दुःख कस्तो केही नलागोस्। सरका भए यो वैवाहिक जीवन चाहिँ राम्रो भएर जाओस् है। हाम्रो आदर्श तमु समाज तिम्रो समाज हो है। हामी बुढाहरू जान्छ, तिमीहरूको होइन। सबैले धेरै धेरै आशिक छ। सुर्ती भित्र प्रहलाद त भन्नुको मतलब ढाँटेर हिँड्नु हुँदैन है। म आज फलान ठाउँमा जान्छु भन्ने जाने, केही काम गर्ने घर आउने, पोखरा जान्छु भन्ने मरेको नजाने। धन्यवाद।
केकलाई काटी